नमस्कार। हाम्रो भिडियोको नयाँ श्रृङ्खलामा आज हामी जाँदैछौँ मनाङ जिल्लामा रहेको एक धार्मिक तथा प्राकृतिक रूपमा अत्यन्त रमणीय मिलेरेपा गुफा। मिलेरेपा गुफा जानको लागि मनाङ गाउँबाट हर्साङदी नदी तरेर पूर्वतर्फ 10 मिनेट जति त्यो सम्मो भागमा यात्रा गरेपछि करिब 30 मिनेट जतिमा अहिले सवारीमा गुफा नजिकै पुग्न सकिन्छ। तर हिमपात र हिमपहिरोको कारण अहिले बाटो अवरुद्ध भएको हुँदा 10 मिनेट जति यात्रा गरेपछि हामी पहाडको फेरीमा पुगिन्छ। त्यसपछि हाम्रो उकालो यात्रा सुरु हुन्छ। उकालो यात्रा करिब 2 घण्टाको उकालो यात्रामा हामी अहिले गुफा पुग्न सकिन्छ। यो बिचको मैदानमा तपाईँले हेर्न सक्नुहुन्छ लेकबाट झारेका चौरीहरू रमाइरहेका छन्। अहिले बेसी झारिएको छ चौरी। यो हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो। अहिले हामी गुम्बा परिसरमा छौँ। यहाँ यो अस्तिको हिमपात पछाडि चाहिँ पुरै यस्तो छ। हाम्रो सर हुनुहुन्छ यताको यो अन्नपूर्ण 3 हिमाल त्यस्तो छ। हिउँले यस्तो अप्ठ्यारो छ हिँड्न, जहाँ टेके नि थिरीको टप होला सर। यो हाम्रो गुम्बा आँगनीभरि हिमालको बिस्कुन सुकाएर बसेको यो गुम्बालाई एकचोटि चारैतिर हेरौँ है त। तपाईँले देख्न सक्नुहुन्छ गुम्बा। बर्खामा यो गुम्बाको रेखदेखको लागि यहाँ मान्छेहरू बस्नुहुन्छ। तर अहिले चिसो समयमा अत्यन्त गाह्रो हुने भएको उहाँ तल झरिसक्नु भएको छ। अब यो गुम्बालाई चिलगाडीको नजरबाट हेर्दै यो गुम्बाको एउटा कथा पनि सुनौँ है त। धेरै पहिलाको समयमा यो गुम्बामा एकजना तपस्या गरेर बस्नुहुन्थ्यो अरे, बौद्ध भिक्षु। सोही समयमा कतैबाट एकजना सिकारी आफ्नो सिकारी कुकुरको साथमा मृग मार्दै यहाँ आइपुग्नुभयो। त्यसपछि आइपुगेपछि उहाँलाई गुरुले सम्झाउनु भयो र उहाँ पनि सिकारी पनि आफ्नो साथमा रहेको धनुषलाई यहीँ फालेर गुरुको शिष्य भएर भिक्षु भएर तपस्या गर्नुभएको थियो अरे। त्यसपछि यसको धार्मिक आस्थाको रूपमा रहिआएको छ। अहिले पनि देख्न सकिन्छ त्यो भित्तामा गुफा छ एउटा त्यहाँ, र सिकारीको धनुष पनि देख्न सकिन्छ। हिमपातको कारण हामी माथि जान सकेनौँ। फेरि अर्को कुनै दिनमा त्यो भिडियोमा त्यहाँ जान सकिएछ भने त्यसको पनि एउटा भिडियो बनाउनेछु। यसरी एक सिकारीले आफ्नो शिकार गर्ने कर्म छोडेर एक तपस्वी भएको हुनाले उक्त दिनदेखि उक्त भिक्षुको सिकारीको सम्झनामा यहाँ गुम्बा निर्माण गरिएको भन्ने विश्वास रहेको पाइन्छ। प्राकृतिक रूपमा पनि अत्यन्त रमणीय यस स्थानमा तपाईँ पनि एकचोटि पुग्नुहोला। यहाँबाट तल मनाङ गाउँ, होम्दे एरिया, पारी नावल र अन्नपूर्ण हिमश्रृङ्खलाहरू देखिन्छन्। यहाँबाट देखिने दृश्यहरू तपाईँ पनि हेर्नुहोस् है त।
अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला। सोही अनुसार आगामी दिनमा पनि भिडियो तयार गर्नेछु। सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद। अर्को भिडियोमा भेटौँला।